नेताज्यू नमस्ते नमस्ते नमस्ते। नेताज्यू के हो आज त बिहानैदेखि काममै बिजी हुनुहुन्छ त आज के हो खासमा कुरो? ल नमस्ते। म बिहानैदेखि एउटा पनि काम नगरी यहाँ चुनावी योजना बनाइराखेको छु। वाह नेताज्यू वाह, कस्तो गहिरो अङ्कगणितीय रणनीति वाह। काम गर्यो भने गल्ती हुन्छ के केटा, काम गरेन भने गल्ती हुँदैन के केटा। कुरा काट्न पाउँदैनन्, बुझिस् नि कुरो? सही कुरो नेताज्यू, सही कुरो, बिल्कुल सही कुरो। तपाईँले जित्ने पक्का हो नेताज्यू। तर जनताको पुरानो समस्याको चाहिँ के गर्ने नि नेताज्यू? त्यसको चिन्ता नगर केटा, मैले मार्केट मिलाइसकेका छु। चुनाव आउन अझै केही दिन बाँकी छ। हो नेताज्यू, जित्ने त पक्का पक्की भइसक्यो। त्यसपछि हामीले अझै के गर्ने? अझै के गर्ने भन्छ? ल हेर, तिमीले मेरो चाकरी गर्ने, मैले भाषण ठोक्ने, अरू के गर्ने? त्यही त गर्नुपर्छ नि। वाह, त्यो कुरा त साह्रै चित्त बुझ्यो नेताज्यू। तर जनताको र त्यो विपक्षी उम्मेदवारहरूको चाहिँ के गर्ने होला नि? के गर्ने होला? विपक्षीको त टेन्सन नले के, मैले विपक्षीहरूको लागि बाँकी उम्मेदवार उठाइसकेको छु, त्यसको लागि टेन्सनै नगर। अनि जनताको रह्यो जनताको कुरा, त्यसको कुरा तिमी मिलाउन सकिहाल्छौ नि, त्यसमा के छ र? ठिकै छ, अब त्यही गर केटा। त जनता हेर, जनताहरू के गरिरहेछन्, भोट जति आउने गरी त्यही काम गरिराख। हस् नेताज्यू, भइहाल्छ नि। बरु यसो चिया पानी खर्च चाहिएको थियो नेताज्यू। साथीहरू, यो भिडियो रमाइलोको लागि मात्रै हो, भाषण होइन। कामको मूल्याङ्कन गरौँ, अगाडि होइन चरित्र निर्माण गरौँ। ओके साथीहरू, गुड बाई।